हेलो गाइस, राधे राधे। यहाँ हेर्न सक्नुहुन्छ मैले भिडियो बनाएको छु। हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला। देवी दर्शन गर्नको लागि जाँदैछौँ हामी। अटोमा जाँदा जाँदै यहाँ हामीहरूको यो गाउँको पनि देखाइदिएको तपाईहरुलाई कस्तो लाग्यो भन्नु होला। फाइनली आइपुग्न पुगिसक्यौँ यहाँ हामीहरूको यो उडेनघाट टाउनमा। अनि यता हेर्न सक्नुहुन्छ यहाँ फलफुलको दोकानमा सबै थोक राखेको छ, हेर्न सक्नुहुन्छ। वहाँ भित्र जानुपर्छ, उता हेर्न सक्नुहुन्छ। यो हो उडेनघाट। उडेनघाटको टाउनमै राखेको छ यो मूर्ति दुर्गा माताको। फाइनली आइ पनि पुगिसकेँ म यता मेन गेटमा। यता हेर्न सक्नुहुन्छ। अलिअलि भिडियो बनाएर तपाईहरुलाई सबैलाई देखाउँदैछु। यता हेर्न सक्नुहुन्छ, सबैतिर देखाइराखेको छु। हामीहरूको चाहिँ यहाँ सालो नै यहीँ राखेको हुन्छ दुर्गा माताको मूर्ति। यता हेर्न सक्नुहुन्छ। अनि जुबिन दाको पनि यहाँ फोटो राखेको रहेछ, यहाँ हेर्नु होला। यता हेर्न सक्नुहुन्छ। अब चाहिँ म भित्र जाँदैछु। मान्छे पुरा भिड रहेछ गाइस। यता हेर्नु न, यति भिड छ। आइ पनि पुगेँ म देवी मूर्तिको सामने। यता हेर्न सक्नुहुन्छ। हामीले यता पूजा गरेर यता देखाउँदैछु, हेर्नु होला। तपाईहरुको चाहिँ उता कस्तो लाग्यो, कस्तो भयो भन्नु होला। हामीहरूको यता त राम्रै भएको छ, यता हेर्न सक्नुहुन्छ। लेकिन पोहोरको जस्तो चाहिँ पुरा रमाइलो भएको छैन। अब गाना साना त्यति बजेको पनि छैन। यता हेर्न सक्नुहुन्छ। सबैले पूजासुजा गरिराख्नु भएको छ। यहाँ सबैजना यहाँ बसिराख्नु भएको छ दर्शन गर्नको लागि चाहिँ। कति भिड छ नभन्नु न। कस्तो लाग्यो यहाँको हामीहरूको उडेनघाटको दुर्गा पूजा भन्नु होला। यहाँ हेर्न सक्नुहुन्छ। यता मैले अलिकति बाहिर निस्केर पनि देखाइदिएको तपाईहरुलाई। यहाँ म छु, यता हेर्न सक्नुहुन्छ। यता फेरि जाने हिँड्नु भन्न थाले दिदीको छोरीले। अनि हामी अब जान आँटेको छौँ बाहिर। यता हेर्नु, हामी अब निस्केर जाँदैछौँ। आइ पनि पुग्यौँ। अनि यहाँ खेलौना चाहियो भन्न थाले दिदीको छोरीले। अनि त्यसलाई चाहिँ खेलौना किन्दिन आँटेको। अनि किनिसकेको बादमा अनि घर जाने हो। फाइनली किनि पनि सक्यौँ, हामीले लिइ पनि सक्यौँ। अब हामी जाँदैछौँ घरमा। यता हेर्न सक्नुहुन्छ। आजको भिडियो चाहिँ यतिमै भन्दै राख्दैछु। सबैजनालाई धेरै धेरै धन्यवाद। राधे राधे।